ब्रेकको कमजोरी यसरी हामी लडिन्छ लडिहाल्यो कि हाइड्रोलिक ब्रेक छ। हेलो नमस्ते गाइज, वेलकम ब्याक टु माई च्यानल। सो गाइज आज चाहिँ म मेरो साइकलको रिभ्यू दिन जाँदैछु। मैले साइकल चाहिँ 2-3 महिना अगाडि नै किनिसकेको थिएँ होइन, मैले भ्लग चाहिँ बनाएको थिएन। सो गाइज हेर्न सक्नुहुन्छ साइकल चाहिँ यही हो। यसमा चाहिँ डिस्क ब्रेक छ, साथै यो हाइड्रोलिक ब्रेक हो। हेर्न सक्नुहुन्छ होइन, एउटा औँलाले लाउँछ, यसो सजिलो हुन्छ ब्रेक लाउनको लागि पनि होइन। सो गाइज यो साइकलको चाहिँ सिट तलमाथि गर्न मिल्छ, हेर्न सक्नुहुन्छ होइन, यस्तो गरेर। अनि तल आफूलाई कति चाहियो होइन त्यति अनुसार घटाउने बढाउने गर्न मिल्छ। अनि यो चाहिँ उस ब्रेक हो, हाइड्रोलिक ब्रेक। यसमा चाहिँ एउटा औँला लाउँछ, हेर्न सक्नुहुन्छ यस्तो होइन। यसमा चाहिँ 3x8 को गियर सेटअप छ, हेर्न सक्नुहुन्छ गाइस। फेरि यसमा तार हुँदैन कि, हाइड्रोलिक ब्रेक नभएकोमा चाहिँ त्यो मेकानिकल ब्रेक भएकोमा चाहिँ यहाँनिर तार हुन्छ। अनि यो हाइड्रोलिक ब्रेकमा चाहिँ यतातिर तार हुँदैन होइन, सिधै यो पाइपभित्र चाहिँ ओइल हुन्छ क्या। सो गाइज अब चाहिँ म मेरो साइकलको विशेषता देखाउन जाँदैछु। जस्ट आफै अड्या छ क्या है। सो गाइज हेर्न सक्नुहुन्छ होइन, यो स्ट्यान्डले चाहिँ टेकेको छैन क्या भुइँमा होइन, हेर्न सक्नुहुन्छ। तर साइकल चाहिँ अड्या चाहिँ कसैले अड्डाएको छैन, एडिटिङ सिडिटिङ केही पनि होइन। हेर्न सक्नुहुन्छ केही पनि छैन कि यतापट्टि। हाइड्रोलिक ब्रेक र मेकानिकल ब्रेकको फरक पनि देखाउँछ होइन। हेर्न सक्नुहुन्छ यो चाहिँ मेकानिकल ब्रेक हो। यसमा चाहिँ यो तारले चाहिँ उस गर्ने न तलमाथि हुन्छ। यो माथि भयो भने चाहिँ ब्रेक लाइन्छ, अनि यसले च्याप्छ क्या होइन। अनि यसले यता च्यापेपछि बल्ल ब्रेक लाउने हो। यो चाहिँ डिस्प्याड भयो नि। अब चाहिँ हाइड्रोलिक ब्रेकको देखाउँछ होइन म तपाईँलाई। यसमा चाहिँ यो अगाडिको ब्रेक हुन्छ, अनि यसमा चाहिँ यो पछाडिको ब्रेक हुन्छ होइन। यसमा चाहिँ फरक के छ भन्दाखेरि यसमा चाहिँ फरक गियर पनि छ। जस्तै यहाँनिर यस्तो लाउने छैन गियर चाहिँ, अनि योमा चाहिँ यो ब्रेक भन्दा माथि हुन्छ क्या। सो गाइस हेर्न सक्नुहुन्छ यो साइकलमा चाहिँ बोतल राखेको छ, मेरो अनि मिल्छ। जस्तै कि मैले यो झिकेर होइन बोतल यहाँनिर हाल्न मिल्छ, हेर्न सक्नुहुन्छ। यो मैले चाहिँ नराखेको बोतल। सो गाइस अब चाहिँ म यो मेकानिकल ब्रेकवाला साइकल चलाउन जाँदैछु। यसमा चाहिँ अब म हुइली हान्ने प्रयास गर्छु होइन गाइस, कस्तो हुन्छ। ब्रेक हेर्न सक्नुहुन्छ ब्रेकको कमजोरी यसरी हामी लडिन्छ लडिहाल्यो कि। सो गाइस अब चाहिँ म यो साइकल चलाउन जाँदैछु, हेर्न सक्नुहुन्छ होइन। अहिले नराताले लटे, अहिलेसम्म हल्का हल्का ढाड दुखिरह। हेर्न सक्नुहुन्छ होइन, यसमा अब हाइड्रोलिक ब्रेकको पावर देख्नु होला गाइस होइन। हाइड्रोलिक ब्रेकको पावर चाहिँ अनि एउटा लासी लाइन छ, त्यसमा चाहिँ लागेन अनि लटे। त्यही यो फरक चाहिँ हाइड्रोलिक ब्रेकको लास्टै महत्त्व पनि हुन्छ गाइस। सो गाइस अब चाहिँ म हुइली हान्न जाँदैछु होइन। सो गाइस तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक गरिदिनु, सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु है त। आजले यति नै, थ्याङ्क्स फर वाचिङ, बाई बाई।